हेलो गाइज, नमस्ते, वेलकम माई ब्लग। म फेरि ब्याक भइसकेको छु। हामी चाहिँ अहिले कहाँको लागि भन्दाखेरि फेरि पार्कको लागि। यो नयाँ पार्क घुमिसक्यो। अर्को पार्क पुरै झरिरहेको हो ओह्रालोमा, कसम कडाक 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 गर्दै। त्यही हो, घुम्नु नि पर्छ। मायाले धोका दियो भने रुनु नि पर्छ होइन। अब गाह्रो छ, छोरा मान्छे भएपछि के गर्नुपर्छ पर्छ। त्यही हो, कडा हो केटी हो, माया गर्ने मान्छेलाई धोका नदेऊ, त्यही भन्न चाहन्छु। मनदेखि माया गर। बरु बोल्न मन छैन भने भनिदेऊ, नबोल्ने। अझै छ पार्क, त्यो माथिको हो पार्क। नसोल्टी ऊ माथिको हो पार्क, माथिको हो पार्क। उहाँ जानु अब हेलो गाइस, के भन्नुहुँदैछ? अझै माथि किन 1 घन्टा लाग्छ अरे राम है। मेरो त गेडै दुखिसक्यो यार, कसम। तर अन्यथा नसोच्नु होला है, त्यस्तो म छाडा चाहिँ बोल्ने मान्छे होइन। त्यही पनि आज बोल्दै हल्का। त्यही हो, सियो। म दुईजना छु, मैले चाहिँ दाइहरू अगाडि गइसक्नु भएको छ। अब फेरि के गर्नुपर्ने हो। तर यहाँको पानी चाहिँ ओभर मिठो छ है, एकदम चिसो पनि। प्योर पानी, प्योर पानी हो यो चाहिँ। पुरै मुनिबाट चिसो भएर आएको उम्लेर। त्यही हो, अरू त के भन्नु र। अब माया चाहिँ गरिदिनु होला होइन। म चाहिँ अर्को एपिसोडमा चाहिँ हल्का सानो खालको ऱ्याप हान्नेछु होइन। ठिक लाग्यो भने कमेन्ट, नभए बाई बाई भनिदिनु ल। ओके गाइज, सी यू टुमरो। ओके, बाई बाई।